बेसन हलुवा। हेलो गाइस, आज चाहिँ हामी बेसनको हलुवा बनाउन जाँदैछौँ। त्यसको लागि हामी अलिकति 1 कचौरा जस्तो बेसन लियौँ भने अलिकति 2 चम्चा जस्तो सुजी लिन्छौँ। सो त्यो दुईटा मिक्स गरेर मैले चाहिँ यहाँ बसालेँ अनि मिडियम फ्लेम राखेँ ग्यासको। अनि पाक्दै थियो एकछिन, अनि त्यस पछाडि चलाउनु पर्छ फर्स्ट मजाले नै, हैन। अनि एकछिनपछि मैले चाहिँ एकदमै तेल हालेर अनि त्यस पछाडि त्यो भुटेको जस्तो त्यो फ्लोर चाहिँ यहाँ हालिदिएँ। अनि त्यस पछाडि मजाले मिक्स गरेँ। यतिको ब्राउन चाहिँ हुनु हुँदैन। मैले चाहिँ अलिकति फोनले गर्दाखेरि चाहिँ म डिस्ट्र्याक्ट भएँ। सो नेक्स्ट टाइम चाहिँ अलिकति राम्रो बनाउन ट्राई गर्छु। यो चाहिँ मेरो फर्स्ट ट्राई हो। अलिकति ब्ल्याकै भयो। अनि त्यस पछाडि मैले चिनी एड गरेँ 2 स्पुन जस्तो। मलाई चाहिँ धेरै गुलियो खान मन थिएन, सो त्यही भएर थोरै नै चिनी हालेँ। हजुरहरूले चाहिँ अब 2-3 चम्चै लिन सक्नुहुन्छ, कतिको आफूलाई गुलियो खान मन लाग्छ। त्यस पछाडि मैले दुध हालेँ एन्ड देन त्यस पछाडि मजाले उम्लियो। अनि त्यस पछाडि मैले अब दुध त अलि सकिरहेको रहेछ, त्यही भएर हल्का पानी मिक्स गरेर त्यस पछाडि त्यसमा हालेँ। अनि त्यस पछाडि मजाले घोलेँ। त्यस पछाडि एकदमै घोलेपछि त्यो लम्सहरू चाहिँ गर्नु हुँदैन। मेरो चाहिँ फर्स्ट ट्राई भएर चाहिँ हल्का लम्स चाहिँ निस्किरहेको थियो। तर मैले एकदमै मजाले त्यो घोल्दा पछि चाहिँ त्यो लम्स चाहिँ अलिकति कम भएर राम्रो भयो। एन्ड देन यो यतिको कन्सिस्टेन्सी हुनुपर्छ। त्यस पछाडि मजाले घोलेपछि अलिकति लम्प्स चाहिँ गायब नै हुन्छ। सो यसलाई चाहिँ मजाले स्टर गरेर अनि यहाँ 2 चम्चा चाहिँ घिउ हालेको थिएँ मैले। अनि त्यस पछाडि अनि मजाले घिउ हालेपछि टाडान मेरो टिफिन रेडी भयो। अब म अफिस जान्छु।